मलाई लेखेर ल्याउनुस्, म धुन माटोलाई जहिले पनि साथ दिन्छु। दुर्गाजी तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आएर बजारमा राखेको छु। थ्याङ्क यू सो मच सर। आशीर्वादलाई धुन माटो, धुन र माटोको एउटा अनुनासिक सम्बन्ध छ दुर्गाजी। यति बेला पनि हामी धुन माटो परिवार देउसी भैलो लिएर वरिष्ठ पत्रकार आदरणीय व्यक्तित्व, जुझारु सशक्त व्यक्तित्व, नेपाल र नेपालीलाई धेरै माया गर्ने व्यक्तित्व, आदरणीय व्यक्तित्व ऋषि धमला सरको यो घरमा आइसकेका छौँ। विशेष गरी एकचोटि जोरदार तालीले सम्मान गर्न चाहन्छौँ। यति बेला ऋषि धमला सरलाई खादा लगाएर सम्मान गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। यो फोटोबाट, भिडियोबाट, टिकटकबाट, फेसबुक सञ्जालहरूबाट, विभिन्न माध्यमबाट लाइभ भइरहेको पनि अनुरोध गर्न चाहन्छु। भने यति बेला धुन माटो परिवारले प्रत्यक्ष देउसी भैलोसँगै सुटिङ पनि प्रत्यक्ष गरेको यहाँलाई हामी जानकारी दिन चाहन्छौँ। अब भने हाम्रो बिचमा हुनुहुन्छ अर्जुन भेटवाल सर, जसले एकदमै सहजीकरण बनाइदिनु भयो। एकदमै आभार प्रकट गर्न चाहन्छु। पुनः एकचोटि ऋषि सरलाई धन्यवाद चाहिँ जोरदार ताली प्रदान गरिदिनु हुन अनुरोध गर्न चाहन्छु। सम्मान चाहिँ हुन्छ यो समय ऋषि सरको लागि स्वागत छ। दुर्गाजी तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँको टिम धुन माटो, धुन र माटोको एउटा अनुनासिक सम्बन्ध छ दुर्गाजी। आज हामी नेपालीहरूको दोस्रो महान चाड, उज्यालो चाड तिहारको लक्ष्मी पूजाको दिनमा छौँ र हामीले घर घरमा लक्ष्मीको पूजा गरिरहँदा धनधान्यको देवी लक्ष्मीले हामी सबैको घरमा बास गरून्। हामी सबैको घरमा लक्ष्मी देवीले, लक्ष्मी माताले बास गरिरहँदाखेरि सबै नेपाली खुसी रहन्। त्यसैले धुन माटो भन्ने एउटा संस्था, जुन संस्थामा धेरै राम्रा असल कलाकारहरू, धेरै स्वरका धनी मिठास भएका अत्यन्त राम्रा असल कलाकारको एउटा टिम छ। त्यसैले दुर्गाजी तपाईँको सफलताको सबभन्दा ठुलो राज भनेको तपाईँको टिम राम्रो छ। तपाईँलाई यो टिमले साथ दिइरहँदाखेरि तपाईँ नेपालको एउटा कलाकारिताको, लोक भाका, लोक संस्कृतिको संवर्धन र विकास र विस्तारमा सफल हुनुहुनेछ। म सबैलाई आग्रह गर्न चाहन्छु, दुर्गाजीलाई ताली बजाएर तपाईँले अभिनन्दन गरिदिनुहोस्। यसपटकको देउसी भैलोमा नेपालीहरू पीडामा छन्। हामी नेपालीहरू धर्म संस्कृति चाडबाड भनेपछि एकदम खुसीका साथ मनाउँछौँ। नेपालीहरूको आफ्नै पहिचान छ। नेपाल भनेको बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो। नेपालमा सबै किसिमका गीत सङ्गीतले आज हामी सबैलाई एउटा सन्देश दिइराखेको छ कि नेपालमा सबै क्षेत्रका मान्छेहरू मिलेर बस्न सक्छ। सबै क्षेत्रका मान्छेहरू, यति राम्रो विशाल सुन्दर देश नेपालको हामी नागरिक हौँ। त्यसैले हामी आज गर्व गर्छौँ। आज हमासको अपहरणमा परि एकजना हुनार नेपाली विपिन जोशीले ज्यान गुमाउनु भयो र उहाँको आज काठमाडौँमा शव पनि ल्याइयो। उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आज दीपावलीको दिन हामीले एउटा महत्त्वपूर्ण यो पर्व मनाइरहँदा धेरै नेपालीको मनमा खुसी छैन। तर पनि नेपाल यस्तो एउटा अवस्थामा छ, विषम परिस्थितिमा छ। नेपालीहरूले जस्तो सुकै चुनौतीलाई पनि सामना गर्न सक्छन्। धुन माटोको सन्देश पनि दिए। धुन माटो, हामी यो जमिनलाई धेरै माया गर्छौँ। सबैभन्दा ठुलो कुरो जमिन हो हामीलाई। यो जमिनमा कसैले आक्रमण गरे, कसैले अतिक्रमण गरे भने हामी सक्दैनौँ। हाम्रो लागि सबैभन्दा ठुलो कुरो माटो हो र तपाईँको संस्था अत्यन्त राम्रो नामले पूर्णता पाएको संस्था हो धुन माटो भनेको। धुन माटो मान्छेको स्वरको कुरा गर्दा, धुनको कुरा गर्दा, गीत र सङ्गीतको कुरा गर्दा माटोको कुरा अनुनासिक सम्बन्ध छ धुन माटोमा। त्यसैले यो जमिनलाई जसले माया गर्छ त्यो मान्छे सफल हुन्छ। धुन माटो सफल हुन्छ। धुन माटो संस्थाले चाहेको कुरा सफल हुन्छ र तपाईँको एउटा सपना छ धुन माटोलाई संस्थागत गर्ने, एउटा बिल्डिङ बनाउने,
त्यसमा म एउटा सञ्चार क्षेत्रको तर्फबाट तपाईँलाई पर्ने जस्तो सुकै सहयोग गर्न पनि तयार छु। दुर्गाले अगाडि बढ्नुहोस्, काम गर्नुहोस्। तपाईँको टिमले तपाईँलाई सफलताको शिखरमा पुर्याउनेछ। संसारमा अहिले सबभन्दा ठुलो कुरा के भने टिम हो। टिमवर्कमा मान्छे सफल हुन्छ, तपाईँ सफल हुनुहुन्छ। त्यसैले म तपाईँको लक्ष्य, गन्तव्य, योजना, कार्यक्रम, मार्गचित्र म ऋषि धमला चाहिँ पनि तपाईँको मन मस्तिष्कमा बस्न तयार छु, तपाईँलाई सहयोग गर्न तयार छु। नेपाली पत्रकारिताको माध्यमबाट तपाईँलाई मैले गर्ने सहयोग र समर्थन के छ तपाईँ लेखेर ल्याउनुहोस्। म धुन माटोलाई जहिले पनि साथ दिन्छु। धुन माटो तपाईँको संस्था, तपाईँको जुन काम छ। आज तपाईँले एउटा अभियान सुरु गर्नुभयो हाम्रा असल भाइ बहिनीहरूलाई लिएर, आमा बुवालाई लिएर। म आमा बुवा र भाइ बहिनी, मेरा असल मित्रहरू सबैलाई म आज दीपावलीको शुभकामना दिन चाहन्छु।